तुम पास आओ तो मुस्कुराओ। बुढा आज हजुर बाहिर नजानु न, कस्तो गाह्रो भइरहेछ। तँलाई मैले कतिचोटि भने म कहीँ कतै बाहिर जाँदाखेरि मलाई रोकटोक नगर भनेर। एकचोटि भनेको तिम्रो दिमागमा छिर्दैन? हेलो, म तल आइसकेँ, छिटो आउनु न। ए ल ल हुन्छ हुन्छ आइहाल है। अनि अर्को कुरा, आज म एकदमै इम्पोर्टेन्ट काममा जान्छु। मलाई कल मेसेज गरेर डिस्टर्ब गर्ने होइन। आज म एकदमै इम्पोर्टेन्ट काममा जाँदैछु। मलाई कल मेसेज गरेर डिस्टर्ब गर्ने होइन। मैले कतिचोटि भन्नु है, म बाहिर गएको बेला मलाई कल नगर भनेर। कहिल्यै लाग्दैन है। अहिले हुँदैन त यो। ओ छल्ने पानीले भनेको देवी उठा न। के भयो? उठा न। बोल्दैन तिमी? बुढा म तिम्रो हाँस्दै कहिले पनि डिस्टर्ब गर्दिनँ। पानी टेबलमा छ। राम्रोसँगले बस्नु। घरमा यति राम्री बुढी हुँदा हुँदा पनि मैले तिम्रो आएर कहिले चिन्न सकिनँ। मलाई माफ गरिदिनुहोस्। मरेर गए नि न तोडिने बन्धन माया हो।